सास चलेछ कि छैन। पहिला पल्स चेक गर्थ्यौँ, अहिले त्यो चेक गर्दैन है। पल्स चेक गर्नु पर्दैन, हामीले नाक र नाक र बिरामीको मुखमा गएर नजिकै गएर सुन्ने र छातीमा हेर्ने चलेछ कि छैन। त्यसलाई भनिन्छ लुक एन्ड लिसन फिल। 10 सेकेन्ड चेक गर्ने है, धेरै लामो समय होइन। 10 सेकेन्डलाई हामीले अब सास चेक गर्नु पऱ्यो। अब यहाँनिर कस्तो छ भने मैले अस्ति नै एकचोटि एउटा भिडियो पनि बनाएको थिएँ। मान्छे मऱ्यो भनेर कसैले जलाउनु भनेर लग्यो, घाटमा गएपछि जुर्को उठेर दौडेको घटनाहरू छ नि, यस्तै कारण त्यो मान्छेको त मरेको हुँदैन, यस्तै छ घटनाहरू है। अब हामीले सास चेक गर्ने बीमा के त, बी भनेको सास चेक गर्ने। बुझ्नुभयो? क्लियर भयो यहाँसम्म? यहाँ 4 पोइन्ट आएछौँ है। डेन्जर चेक गऱ्यौँ खतराबाट, त्यसपछि हामी रेस्पोन्समा गयौँ, होस आएन, उसले अब रेस्पोन्स छैन। एमा एयरवेजमा हामी गयौँ, ओपन एयरवेज गऱ्यौँ, ओपन एयरवेज गऱ्यौँ। त्यसपछि ब्रिथिङमा हामी गएर अब के त सास चेक गर्छौँ 4 नम्बर। अब सास चेक गर्दा यहाँनिरबाट 2टा पाटो छुटिन्छ। अब के छ त्यो मान्छेमा, सास छ या छैन, त्यो डिसिजन गर्नुपर्ने होइन। अब तपाईँ मानिलिउँ यहाँबाट चितवन जानुभयो, चितवन त सबै जानु भएको छ नि है प्रायः। अब चितवन जाँदाखेरि अब तपाईँले सुदूरपश्चिमतिर जान कता जानु पऱ्यो, पश्चिम लाग्नु पऱ्यो, पूर्व जानलाई हेटौडातिर जान पूर्व लाग्नु पऱ्यो। भनेपछि त्यो 2टा बाटोमा तपाईँ कता जाने त तपाईँले आफैले चुज गर्नु पऱ्यो। त्यही हो, यही नै प्रक्रिया यसको चाहिँ। अब हामीले चाहिँ के त यहाँनिर गएपछि 2 बाटो आउँछ। अब सास चेक गरेपछि अब यो व्यक्तिमा के छ त, सास छ भने हामीले सिपिआर गर्नु भएन। सास चलेको छ भने सिपिआर गर्नु भएन। उसलाई के गर्ने त, पोल्टे बनाउने, अघि जस्तै